नमस्कार अहिले भने चाहिँ हामीसँग युनाइटेड हार्भेस्ट फाउन्डेसनको प्रेसिडेन्ट अध्यक्ष महोदय हामीसँग हुनुहुन्छ र यहाँको योगदान धेरै ठुलो छ युनाइटेड हार्भेस्ट फाउन्डेसन प्रति। 14 मार्च 2025 को दिन चाहिँ धेरै सङ्घर्ष पछाडि उहाँहरूले एउटा सफलतापूर्वक एक दिने लाते भकुन्डो प्रतियोगिता यहाँहरूले अर्गनाइज गरिराख्नु भएको छ र आज यो यत्रो समयसम्म तपाईले दुःख गर्नुभयो अरे अल ओभर टिम सो इन्टायरली टिम त्यसमा के सन्देश दिन चाहनुहुन्छ आउँदो जवानहरूलाई आउँदो युवा पिँढीहरूलाई? म यहाँसँग के कुराहरू गर्न लाग्यो। नमस्कार साथी, कृष्ण अभिवादन। हामीले यो जुन स्पोर्ट्स टुर्नामेन्ट हामी अर्गनाइज गरिरहेका छौँ अनि यसको पछाडि है कुनै पनि कुरालाई कार्य गर्नको लागि अवश्य एउटा उद्देश्य हुनैपर्छ अनि हाम्रो लागि पनि एउटा उद्देश्य छ कि हामी यसो कृषकको जवानहरू र जवान भाइ बहिनीहरूलाई चाहिँ उत्साहको साथमा है उनीहरूलाई इन्करेज गर्ने केही कुराहरूमा र साथै साथमा एउटा असल बाटोमा उनीहरूलाई लिएर आउनु र उनीहरूभित्र भएको है गुणलाई बाहिर लिएर आउनु भन्ने कुराहरू हामीले यो कुरा गरिराखेका छौँ। उनीहरूमा आपसमा एकाका मेलमिलाप होस्, साथी है उनीहरू बन्न सकेको होस्, एकाकालाई भिजनहरूलाई सेयर गर्न सकेको होस्, जसले गर्दा धेरै कुराहरू राम्रो हुन सकेको हुन्छ भनेर र विशेष कुनै पनि कुरालाई सुरु गर्नभन्दा है हामीले एकदमै टिम चाहिन्छ र एक्लै मात्र नभएर हाम्रो तमाम युनाइटेड हार्भेस्ट फाउन्डेसनमा धेरै यसो सहयोगीहरू हुनुहुन्छ। धन्यवाद छ सबैजनालाई। हामी बस अगाडि बढ्दैछौँ अनि सबै कुराको लागि गर्नको पछाडि एउटा उद्देश्य हुन्छ अनि अफकोर्स हाम्रो युनाइटेड हार्भेस्ट फाउन्डेसनको पनि एउटा उद्देश्य छ। विशेष गरी हामी जवान भाइ बहिनीहरूलाई हामी फोकस गरिराखेका छौँ अनि यो स्पोर्ट्स टुर्नामेन्ट अर्गनाइज गर्नको मेन उद्देश्य नै यही हो है, जवान भाइ बहिनीहरू साथ दिन, जवान भाइ बहिनीलाई इन्करेज गर्न उनीहरूको भित्र भएको कुरालाई र साथै उनीहरूलाई एउटा मेलमिलापको कुरालाई एकाअर्कासँग है ग्यादरिङ हुने कुरालाई हामीले एउटा गर्न गइराखेका छौँ। फाउन्डेसनमा पनि धेरै यस्तो भविष्यको जनहरू छ, यसो टिम छ अनि सबैजना मेहनती हुनुहुन्छ, परिश्रम हुन्छ र सबैको प्रार्थनाले सहयोगले र भविष्यमै यो कुरा सम्पन्न हुन गइराखेको छ र कतिवटा कुरामा हामी अहिले देख्दैछौँ के कमी अहिले पनि देख्दैछौँ। हामी अर्गनाइज भए तापनि केही न केही कुराहरू हामी कमी देख्दैछौँ, तर हामी आशा गर्नेछौँ आउने दिन चाहिँ हामी यो कुरा गर्नेछौँ, अवश्य त्यो कमीहरू हटेर जानेछ, त्यो कमीलाई हामी सुधार गर्नेछौँ। र अर्को कुरा म यो युथहरूलाई भन्न चाहन्छु, स्पेस तपाईँभित्र चाहिँ है एउटा कुरा छ जो अरूकोमा हुँदैन, नानीमा पनि हुँदैन, बुढो मान्छेको पनि हुँदैन, त्यो चाहिँ जोस, त्यो शक्ति पावर हो। अनि तपाईँको दिशालाई सहीमा राखेर तपाईँले त्यो जोसलाई तपाईँले सही बाटोमा तपाईँले राख्यो भने चाहिँ अवश्य तपाईँको त्यो जोसले तपाईँको परिवार, तपाईँको मण्डली र साथी यो देशले पनि एउटा बेनिफिट पाउनुहुनेछ। त्यस लागि तपाईँको त्यो जोसलाई र असल कुरामा तपाईँले सुधार फिल्डमा पनि हामीले युथलाई अझै इन्करेज हामी गर्न सकिन्छौँ। त्यसको लागि टिम छ, त्यसको लागि को टिम छ, हामी बसेर सल्लाह गर्नेछौँ। जुन पनि निस्किन्छ हामी त्यसलाई परमेश्वरमा सुन्नेछौँ र त्यसको आधारमा कार्य गर्नेछौँ। सम्पूर्ण हाम्रो युनाइटेड हार्भेस्ट फाउन्डेसनको तमाम टिमलाई म एकदमै दिलबाट धन्यवाद दिन चाहन्छु अनि तपाईँहरूको यही सहयोग अनि प्रार्थना र परिश्रम सदाभरि हुनुपर्छ अनि थ्याङ्क यू सो मच, धन्यवाद। अनि भइराखेको छ र यस कारणले गर्दाखेरि अहिले भने चाहिँ यो फुटबलको मध्यान्तर भइराखेको छ।